यस्तो भ्यू छ हेर्न सक्नुहुन्छ है, पुरै खतरा भ्यू। आज म तपाईँहरूलाई मेरो म कहाँ सुत्छु भनेर तपाईँहरूलाई देखाउँछु गाइस। यस्तो छ गाइसहरू, यहाँ सुत्नुपर्छ यो गोठभित्र हो गाइस। अब गाइजहरू अब म चाहिँ यो गोठोभित्र सुत्छौँ है गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँहरूले हेर्न सक्नुहुन्छ यो यस्तो गोठोमा सुत्छौँ हामी चाहिँ। यसलाई अब यस्तो बन्द गर्नु पऱ्यो नि त होइन, यसलाई अब यस्तो चाहिँ पुरै यस्तो अँध्यारो ठाउँमा सुत्छौँ हामी गाइजहरू। यस्तो ठाउँमा सुत्छौँ गाइज। उता ज्याल्नी छ, अब यस्तो लगाउनु परिहाल्यो नि त। अब हेर्न सक्नुहुन्छ यसो लगाउँछु होइन हामीले। यो चाहिँ के भएछ, अब यो मिलाउनु पऱ्यो गाइजहरू। अलि हाम्रो चाहिँ यस्तै छ गाइजहरू, हेर्न सक्नुहुन्छ टक्क चिटिक्क परेको यस्तो खाटमा सुत्छौँ गाइज। यस्तो छ गाइज। अब अहिले कति बज्यो तपाईँहरूले म देखाउँछु गाइजहरू। 5 बज्नै लागिसक्यो भने गाइजहरू। अब गाइजहरू म चाहिँ अब यही सुत्छौँ। मेरो साथी पनि छ अहिले चाहिँ, त्यो घरमा भएन, उतापट्टि घर त छ त एउटा गार्ड छ होइन, उसको नि अब हामी दुइटा राति चाहिँ यहाँ सुत्छ गाइजहरू। तपाईँहरू पनि यसरी नै सुत्छ होला सँगै। मेरो यहाँ यस्तो जुत्ता नि यहाँ राख्छौँ हामीले, यस्तो कोठाभित्रै राख्छौँ। हेर्न सक्नुहुन्छ जुत्ता चप्पल, यहाँ खाना नि पकाउँछ। अनि यहाँ यस्तो दाउराहरू हेर्न सक्नुहुन्छ, है दाउराहरू यति धेरै घर त यस्तो राम्रो छ है गाइजहरू। यतिको राम्रो हुनुपर्छ गार। अब यो बाती नि छ, अहिले लाइट आउँछ जान्छ जस्तो, अहिले बाती पनि छैन गाइजहरू। यसरी पछाडिपट्टि हेर्दा यस्तो छ गाइज, अनि अगाडि हेर्दा कस्तो छ होला गाइजहरू। अब तपाईँहरू नि भन्नु न। अब वाउ, यस्तो भ्यू छ हेर्न सक्नुहुन्छ है, पुरै खतरा भ्यू। चराहरू नै अहिले कराइरहेको छ भने गाइजहरू यो भित्र बस्छौँ। अब हेर्न सक्नुहुन्छ है, तपाईँहरूलाई मैले देखाइसकेँ कसरी कहिले चाहिँ घरिघरि के देखाउनु भनेर। अब यता जालपट्टि पनि देखाउँछु गाइजहरू। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ किताब राख्छौँ हामी, पढ्छौँ फेरि गाइज। के किताब रहेछ यो, सामाजिक। यो चाहिँ 11 क्लासको है गाइजहरू। 11 हेर्न सक्नुहुन्छ यहीँ छ त 11। अब यो नि 11 ऊ चाहिँ मेरो साथी चाहिँ अहिले 11मा पढ्छौँ, म चाहिँ अहिले 10मा हो गाइजहरू। 11 को ड्रेस अनि यस्तो लुगाहरू लगाइरहेको छ यार। यस्तो के हो यो के हो, अरे बाबा यो के रहेछ, लिप गोल्ड। ओ माई गड, वाट इज दिस। अनि गाइजहरू झोला 11 क्लासको यस्तो आउने रहेछ है गाइजहरू। तपाईँहरू कति क्लासमा होला कमेन्ट गरिदिनु होला तल। अनि यस्तै छ गाइज, झ्याल नि यस्तो बल देखिरहेको भने अहिले चाहिँ यतापट्टि साइड यस्तो छ, अनि यता यस्तो छ गाइज। यो के हो, वाट इज दिस, अमेजिङ ब्रो। तपाईँहरूले थाहा भयो होला म कस्तो कोठामा सुत्छौँ भनेर। तपाईँहरूलाई यो कोठा राम्रो लाग्यो होला, मलाई पक्कै थाहा छ गाइज। तर कोही कोहीलाई लाग्छ, कोही धनी बाउको छोराछोरीहरू आउँछ नि त होइन, उनीहरूले चाहिँ यो कोठा मन परेन जस्तो लागिरहेको छ मलाई। धेरै जसो 90%लाई यो कोठा मन परेन जस्तो लाग्यो मलाई त। अब मलाई त मन पर्छ यस्तै, म अब यहीँ सुत्छु होइन गाइजहरू, म त यहीँ सुत्छु। अनि तपाईँहरू चाहिँ खतराको कोठामा सुत्छौँ होला, कोही त अलिक गरिबै हुन्छ नि त। अनि म जस्तो मिडल क्लास खेल्ने जस्तो हुन्छ होइन। अब यस्तोमा सुत्नु भनेको त बाँकीको खेल हो नि त। अब कोही रोडमा आउँछ नि त होइन, त्यस्तोहरूको जिन्दगी कस्तो होला, हाम्रोभन्दा अलि नराम्रै हुन्छ नि त होइन। हामी त बरु यस्तो खाना खान पाउँछौँ होइन, यसरी बस्नु त पाउँछौँ नि त होइन। अब म बिहानै उठेर यहाँ वर्कआउट गर्छौँ होइन। अहिले लाइट के भएको, म यता ह्याङ्गिङ गर्न नि मिल्छ होइन गाइजहरू।
यहाँबाट यसरी बार ह्याङ्गिङ गर्न नि मिल्छ अब यहाँ एक्सर्साइज गर्न नि मिल्छ अब यहाँ हेर्न सक्नुहुन्छ के भन्छ हालो के भन्छ यसलाई मलाई आएन नि त यार मलाई के भन्नु अब मेरो कपालमै अहिले पानी भिजिरहेछ भने म भर्खर स्कुलबाट आएको गाइजहरू यी छाता नि छ अब मैले चाहिँ आज सुकाइरहेको होइन स्कुलबाट आज पानीले यस्तो भिजाइरह भने अब के गर्ने त गाइज यता यस्तो लुगा नि सुकाइरहेछ भने अब यो के हो उही मजा आइरह भने अब म यहाँ वर्कआउट नै गर्छु गाइजहरू वर्कआउट त अहिले के गर्नु होइन मर्निङमा त गर्छु तपाईँहरू अहिले त इभिनिङ भइसक्यो गाइजहरू इभिनिङमा त कहाँ वर्कआउट गर्छ त हामी यार के भने पहिला यता नि खाना पकाउँथ्यो हामीले यहाँ यस्तो डोकाहरू छ अब तपाईँहरूले मैले सबै देखाइसकेँ यस्तो नि लाग्यो झन् यस्तो चाहिँ गाइज पुरै लाइट यहाँ फेरि अहिले करेन्टले च्यार्रा भुल्दैन जस्तो लाग्छ मलाई त अब गाइजहरू यस्तो कोठामा त अनि मजा आउँछ नि त होइन यस्तो कोठामा त यस्तो गर्दा त कति मजा आउँछ हेर्न सक्नुहुन्छ यसरी सुत्ने होइन अब यसरी अनि यसो गर्ने होला अब गाइजहरू मेरो मोबाइल कहाँ राखेको छ मेरो मोबाइल नि आएको छ गाइजहरू यस्तो चाहिँ मेरो मोबाइल चाहिँ हेर्न सक्नुहुन्छ यस्तो मोबाइल बोक्नु परेछ यस्तो कति फाट्यो अहिले कति मिनट भएछ त अब म के गरौँ होइन गाइजहरू अब लक के भयो ओ माई गड ओ लक खुल्यो गाइजहरू हेर्न सक्नुहुन्छ अब म के खेल्छु भनेर गाइजहरू मेरो भिडियो हेर्ने हो गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले मेरो भिडियो मैले एआई भिडियोहरू भन्छु अब यस्तो खतरा भिडियोहरू बनाउँछ मैले चाहिँ गाइजहरू यस्तै छ मेरो मोबाइल चाहिँ ओ मेरो भिडियो हेर्न सक्नुहुन्छ हो गाइजहरू यस्तो तपाईँहरूले नै देख्ने होला कतै टिकटक भिडियोमा त्यो म हो कि गाइजहरू टिकटकमा देख्यो होला गाइजहरू अहिले कति 5 बज्नै लागिसक्यो भने गाइज अब यस्तो यसरी राख्यो भने फेरि साथीले कराउला होइन गाइजहरू कराउन पनि सक्छ अब खुट्टा नि यस्तो छ गाइजहरू अब यो के हो यहाँ चाहिँ खुट्टा पुस्ने ठाउँ हो गाइज तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइजहरू अब चाहिँ म वर्कआउट गर्छु है म अब यसरी लेजी भयो गाइजहरू आज मलाई यस्तो लेजी फिल भइरहेछ म वर्कआउट गर्छु है गाइजहरू यहाँ यस्तो राख्छु अब गाइजहरू म देख्यो तपाईँहरूले देख्यो होला मलाई लाग्छ गाइजहरू तपाईँहरूले मलाई देख्यो होला अब म वर्कआउट गर्छु जिम पहिला म पुसअपको हाल्छु गाइजहरू गाइजहरू गाह्रो हुने रहेछ गाइजहरू यहाँ वर्कआउट गर्नलाई चाहिँ यस्तो बब्बल छ गाइजहरू बब्बल ठाउँ छ यहाँ वर्कआउट गर्नलाई चाहिँ अनि अर्को एक्सर्साइज चाहिँ गर्नु मिल्छ अहिले मलाई यस्तो दुखिरहेछ भने गाइजहरू म अहिले मेरो कोठाभित्रै छिरिसकेँ मेरो रुमभित्रै अब म तपाईँहरूलाई मेरो क्लास स्कुलको बारे भन्छु गाइजहरू म चाहिँ अहिले 10 क्लासमा पढ्छु होइन मेरो रोल नम्बर चाहिँ भनौँ न तपाईँहरूले होइन 20 हो अनि आज इक्जाम दिएर आएको के भयो गाइजहरू इक्जाम दिएर आएको आज गाइज आज म त फेल भयो जस्तो लागिरहेछ भने यार कस्तो डरलाग्दो फिल जस्तो भयो गाइजहरू आज म त कति 1 बजेदेखि होइन पहिला 10 बजेदेखि पढ्छ 1 बजीसम्म त्यतिसम्म प्र्याक्टिस गरेर बस्छु होइन गाइज जुन विषयको भयो भने अनि त्यसपछि अर्को अनि 1 बजीदेखि चाहिँ 4 बजीसम्म चाहिँ इक्जाम हुन्छ है गाइजहरू जुगाले केले रोक्छ अनि म चाहिँ अहिले आज 3 बजे आएको गाइजहरू अनि त्यही भएर भिडियो सिडियो बनायो होइन अब लेजी फिल नि भयो अब अहिले त कति 5 हो 1 घन्टाको बाटोमा हिँड्नुपर्छ गाइजहरू यार
1 घन्टाको बाटोमा त गयो यार हिँड्नै सक्दिनँ भने गाइजहरू तपाईँहरू त छेउमै होला तपाईँहरूको त स्कुल होइन ल अब हामी अर्को भिडियोमा मिल्छौँ गाइजहरू तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मैले अघि नै भनिसक्यो तपाईँहरूलाई पनि ज्याउ लागिसक्यो होला कोही कोहीले त स्किपै गरिसक्यो होला यो भिडियोलाई ल थ्याङ्क फर वाचिङ